हेलो हेलो साथीहरू सबैजनालाई नमस्कार। वेलकम टु माई मिनी भ्लग। यो चाहिँ हाम्रो तिनजुरेसम्मको यात्रामा सेकेन्ड भाग रहेको छ। हजुरहरूले जब जसले मेरो पहिलो भाग हेरिदिनु भयो माया गरिदिनु भयो सबैजनालाई यो भाग पनि पुरै हेर्नुहोला कि हाम्रो यात्रा चाहिँ कस्तो हुन्छ है। एकदम आनन्दसँग हामी गइरहेका छौँ हामी कुद्न बेला बेला गीत गाउँछौँ, बेला बेला हामी चाहिँ अन्ताक्षरी पनि खेल्छौँ अनि बेला बेला अल्छी मिलाउँछौँ भने क्या लामो बाटो भएपछि त्यस्तै हुन्छ अनि एकदम रमाइलोसँग यस्तो धेरै रमाइलो उमेर चाहिँ 85 वर्षको धेरै धेरै यो हुन्छ आनन्दसँग अगाडि बसिरहेको हामी गइरहेका छौँ। यही जाने क्रममा हामी लगभग हामी बेलाटारतिर पुग्न लाग्यौँ। अब एकदमै रमाइलो यति चिसो यात्रा है, चिसो आनन्दको दिन छ अनि हामी गइरहेको छौँ। मौसम यस्तो पानी परिरहेको छ के होला मनमा अलिअलि शङ्का दुली पनि लागिरहेछ कि पानीले कसो गर्ला है। पानीले हामीलाई त्यो जुन हाम्रो मनको त्यो चाहना छ, जुन गुराँसको फुल हेर्ने त्यो गुराँसको त्यो माहौल, त्यो गुराँसको त्यो एकदम आनन्द क्षण त्यो स्वर्गमा गएर यस्तो आनन्द बस्ने त्यो हाम्रो मनको इच्छा पुरा नहुने हो, हाम्रो ढोकामा पुरा नहुने हो भनेर मनमा खुल्दुल लागिरहेछ र पनि हामी गइरहेछौँ उत्साहको साथ है। मनमा कता कता खुल्दुल बनाउँदै गर्दै बाटो जाने क्रममा यस्तो धेरै पानीले गर्दाखेरि आनन्द पनि भइरहेछ, चिसो पनि भएको छ। त्यसै हाम्रो पहाड हाम्रो त्यसै रमाइलो त्यसै आनन्द है, ठाउँ हेर्दै दृश्य हेर्दै रमाइलो छ। यति आनन्द हुन्छ त्यो हरियो मौसम त्यो माहौल त्यो हेर्दाखेरि। अब हामीलाई कस्तो फेरि सुहायो क्या, अब कहाँ गर्ने भन्दाखेरि ठ्याक्कै हामीलाई सुहायो कि अनि त्यहाँबाट गयौँ होइन। नानी चाहिँ कस्तो हामी एक्स्ट्रा फ्यामिली हो क्या आन्टी, अरूहरू चाहिँ कस्तो रमाइलो मौसममा आनन्द ठाउँहरूमा हरियालीमा फोटो खिच्न छ, हामीले टोइलेट अगाडि फोटो खिच्यौँ कस्तो खालको हामी परिवार एक्स्ट्रा छौँ भन्दै हँसाइरहेको थियो होइन। त्यहाँनिर कुखुराहरू पनि हिँडिरहेको थियो, त्यो कुखुराहरू पनि हेर्दै हामी रमाइरहेको थियौँ र अब हामी फेरि त्यहाँबाट एउटा फोटोसोटो खिच्यौँ अरे हामी लाग्यौँ है। नानीले हँसाउँदै थियो नि त, यस्तो आनन्द छ हेर्नु न पाहाडको मौसम यस्तो त्यो के भन्छ उसु कुहिरो लागिरहेछ हेर्दाखेरि कहाँ है। मूलघाटमा प्रायः पूर्वबाट यात्राको पार जाने यात्राको क्रममा मूलघाटमा चाहिँ गएर सबैजनाले फोटो खिच्ने आनन्द लिने रमाइलो ठाउँ छ कि त्यो ठाउँमा हामी पनि पुग्यौँ। ठ्याक्क पुगिसके पछाडि अब हामी चाहिँ गाडी रोकेर फोटोसोटो खिच्छौँ। अब खाजाहरू नास्ताहरू पनि हामीले अब बिहान खाना खाएर त हिँडेको हो, खाजाहरू पनि खानुपर्छ, बच्चाहरू के खान्छन् हामी पनि खाऊँ भनेर चाहिँ हामी फोटोसोटो खिचेर खाजा नास्ता खान्छौँ है। एकदम आनन्द लिन्छौँ त्यहाँनिर। त्यही क्रममा हाम्रो एकदम केन्द्रीय अध्यक्ष गणेश सरसँग भेट भएको थियो। ठ्याक्कै त्यतिखेर चाहिँ हामीले फोटोसोटो खिच्ने क्रममा भिडियो चाहिँ भएन छ, सरी सर है। सरसँग भेट रमाइलो लाग्यो, धेरै समयपछि संयोगवश भेट भएको थियो। अब हामी चाहिँ खाजा नास्ताहरू खान्छौँ, फोटोहरू खिच्छौँ अनि हामी फेरि लाग्छौँ त्यहाँबाट फेरि मूलघाटबाट हामी उही लाग्छौँ। एकदम मेरो बहिनीले चाहिँ फोन गरेको थियो कतिखेर आइपुग्नुहुन्छ सिस्टर, म एकदम पर्खिरहेको छु भन्दा हिँडेबाट फोन गरिरहेको थियौँ कि अब हामी चाहिँ बल्ल बल्ल हिँडेको है, रमाइलो गर्दै हिँड्छौँ। फेरि अब त्यही हो केटाकेटी लिएर हिँडेको सिकाजानको गर्दै गर्दै गीत गाउँदै गर्दै पनि अब हामी जान्छौँ। अब हामी गीत गाउँदैछौँ अहिले चाहिँ छोरी पनि गीत गाउँछ। अब हामी गइरहेछौँ एकदम रमाइलो मौसम यस्तो आनन्दको दिन है। यति रमाइलो भइरहेको छ तर सँगसँगै हाम्रो यतिवटा मिसन चाहिँ सक्सेस भएन। के भन्नुहुन्छ भने हाम्रो धरानमा गएर फोटो खिच्ने, त्यो नमस्ते झरनामा गएर फोटो खिच्ने भिडियो बनाउने भन्ने हाम्रो चाहनाहरू थियो क्या, इच्छा थियो नि, त्यो चाहिँ पुरा भएन पानीले गर्दाखेरि। अब के गर्ने त, गइ त हाल्यो हिँडी त हाल्यो होइन। अब जानु पऱ्यो, अब गइरहेछौँ कतिखेर पुगेलाई एक्साइटेड मनमा सहित सँगसँगै हामी खुल्दुल हुँदै हुँदै हामी हिँडिरहेको छौँ। अब हामी कतिखेर पुग्ने होला भन्नेमा छौँ नि त। यति आनन्द छ नि साथीहरू पाहाडको हिँडाइ, त्यो मौसम त्यो पाहाडको त्यो घर है, त्यो पानी परेर छम हरियाली है, शीतल आनन्द त्यसै चिसो ठाउँ यस्तो रमाइलो भइरहेछ मनमा चाहिँ अलि बिसन्तोक जस्तो, तर बाहिर एकदमै रमाइलो र पनि हामी त्यस्तो निस्याएर ठ्याक्कै हामी हिले पुग्यौँ। हिलेमा चाहिँ मेरो मैले अहिलेदेखि भनिरहेको छु मेरो बुनुको घर छ भनेर। ठ्याक्कै बुनुले फोन गरिरहेको थियो नि त, हामी गाडी रोकेर बुनुको घरतिर लाग्यौँ। त्यहाँनिर चाहिँ हामीले बस्यौँ एकछिन, चिया खायौँ अरू खानाहरू खायौँ। त्यस पछाडि हामी चाहिँ अब त्यहाँ होइन त्यो ठाउँमा बसौँ न भनेर हामी चाहिँ केही क्षण
बस्छौँ त्यहाँबाट नास्ताहरू खान्छौँ अनि मात्रै हामी निस्किन्छौँ। बोल्नु चाहिँ आइसकेको थियो नि त। अब हामी चाहिँ बेलुकाको क्रममा हिलेमा रहेको एउटा होटलमा गएर हामी बस्ने रमाइलो गर्ने भनेर हामी निस्किन्छौँ। अब हामी रमाइलो क्रम है त।